नमस्कार सबैजनामा। आज म नेचर इज माई टिचर सिरिजमा केही फलफुल लिएर आउँदैछु। यो मेरो यहाँ छैन केही भएछ है, यसको लागि क्षमा माग्छु। र अनि यो शरीरलाई छैन धन्यवाद दिन्छु, किनभने योबाट के हुन्छ, हाम्रो यो शरीरमा लड्ने क्षमता यसरी छैन रगत आइरहेछ। ल हेर्नुहोस् त यहाँ है आफै भने। तर यससँगै यो रगत आउनुको पछाडि मैले चाहिने ब्लड थिनिङ मेडिसिन युज गर्दैछु है अहिले, स्ट्रोकको प्रिभेन्सन गर्नलाई। त्यसले गर्दा यो ब्लड थिनिङ मेडिसिनले चाहिँ नि सायद मेरो विचारमा, मलाई चाहिँ थाहा छैन, त्यो प्लेटलेट्सलाई चाहिँ नि पनि थिनिङ गर्छ जस्तो छ है। किनभने यसलाई त्यो नभएदेखि त मेरो यो कुनै पनि घाउचोट लाग्दाखेरि तुरुन्तै चाहिँ नि खाटा बसिहाल्थ्यो है। अहिले अलिकति टाइम लिएछ, के छैन यसमा, त्यो भिन्दै कुरा। अब आज चाहिँ नि के त भन्दाखेरि नेचर इज माई टिचर सिरिजमा मोस्ट इम्पोर्टेन्ट इज द इन्भाइरोमेन्टल इम्प्याक्ट। हामीलाई बचाउनको लागि, हेल्थलाई बचाउनु, मेरो आफ्नै अनुभव, मेरो पर्सनल अनुभव। जब म नेपालमा हुँदाखेरि 25 वर्ष पहिला, जुन ममा जोस जाँगर थियो, हुन त त्यति बेलाको जोस र जाँगर केले भन्दाखेरि ममा उमेर थियो है। अनि उमेरमा जोसमा होस हुँदैन भने जस्तो अहिले चाहिँ जेन्जी भाइ बहिनीहरूको त्यो जोस छ भने, म चाहिँ नि अब त्यहाँ मेरो सहपाठी दाजुभाइ दिदीबहिनी इष्टमित्र अनि त्यसपछि साथीहरूलाई नै थाहा छ म कसरी गर्थेँ भनेर। म चाहिँ नि के त भन्दा जोसमा होस हराएरै यही कुरा गरे भने जस्तो अहिले जेन्जी भाइहरू जस्तै थिएँ मेरो जमानामा। त्यसले गर्दाखेरि मान्छेलाई चाहिँ के भने, विष्णुले बोलेको कुरालाई चाहिँ नि सायद विष्णुले विचारै नगरी बोल्थे है। अहिले जेन्जी भाइहरूले पनि आफ्नो मनमा जे आएको छ त्यही बोलिरहेको हो भन्ने मलाई लाग्छ है। मेरो आफ्नो सबैले गर्ने छ नि, आफू जो हो त्यही अनुसार नै मान्छेले अरूलाई देख्छ। मैले कसैलाई देख्दिनँ, मैले मेरै मनलाई देख्छु। मेरो मनलाई कसरी देख्छु त भन्दाखेरि, मैले नेचर भर्सेस नर्चर। अब मेरो जिन एक्सप्रेसन मेरो मुहाकै कोखमा हुँदाखेरि कसरी भएको थियो, जसरी अभिमन्युले चाहिँ नि चक्रव्यूह भेदन गर्ने चाहिँ नि टेक्निक गर्भमै सिकाएको थियो भनेर चाहिँ नि भनिन्छ। अब त्यो अलिअलि मलाई हो पनि जस्तो लाग्छ, किनभने हामी एउटै क्लासमा भएको स्टुडेन्टहरू चाहिँ नि उही टिचरले पढाएको हुन्छ। अनि सबै विद्यार्थीहरू छन्, कोही चाहिँ फर्स्ट हुन्छ भने त्यही पढाएको हो, कोही चाहिँ नि फेल पनि हुन्छ कुनै सब्जेक्टमा। किन भन्दाखेरि आफ्नो सोच्ने शक्ति, क्षमता, त्यो भनेको के त भन्दा पहिला जन्मनु पूर्व नै हाम्रो त्यो इन्भाइरोमेन्ट जुन थियो, वातावरण, त्यसले चाहिँ नि जिनहरू, विभिन्न जिनहरू हाम्रो एक्सप्रेसन हुन्छ र जुन जिन एक्सप्रेसन भयो त्यही जिनले काम गर्छ। अनि त्यसै कारणले गर्दा अनि नेचर, त्यो भयो नेचर भर्सेस नर्चर भनेपछि, अब हामी जन्मिसकेपछि हाम्रो इन्भाइरोमेन्ट चाहिँ नि कुन भयो, इम्पोर्टेन्ट कुरा। अहिले चाहिँ नि मैले बस्दै गर्दा यो शरीर चाहिँ नि ब्रेन भास्कुलर डिजिज भएर अनि रिकभरीको स्टेजमा, अनि सुत्दै गर्दा अनि थिङ्क गर्दाखेरि के लाग्यो भने, स्ट्रेस इज द किलर, मेडिटेसन इज द हिलर। मेडिटेसन भनेको के हो भन्दाखेरि मेरो विचारमा चाहिँ वास्तवमा यो पञ्चभूतको शरीर पञ्चभूतमै मिल्छ। अनि जुन इनर्जी हो, इनर्जी अब फिजिक्सले पनि भनेको छ, साइन्सले, के इनर्जी क्यान निदर बी क्रिएटेड न डिस्ट्रोयड, इट ओन्ली ट्रान्सफर्म फ्रम वान फर्म टु अनदर। जस्तो बिजुली बत्तीलाई नै हेरौँ, इलेक्ट्रिसिटी मेन स्विचमा त्यही हुन्छ, तर जुन चाहिँ नि इक्विपमेन्ट हुन्छ, यदि त्यही इक्विपमेन्ट, त्यही इलेक्ट्रिसिटी चाहिँ नि केटलमा पानी राखेर अन गऱ्यो भने त्यही इलेक्ट्रिसिटीले केटलको पानीलाई बाफमा परिवर्तन गरिदिन्छ। पानी पनि त्यही छ, इलेक्ट्रिसिटी पनि त्यही छ, तर केटल चाहिँ फरक छ। त्यो केटल भनेको के हो त भने हाम्रो शरीर। अब हाम्रो शरीर चाहिँ नि होइन फ्रिज जस्तो छ, बन्दैमा त्यस्तो गरेर
नेचरले चाहिँ नि हामीलाई फ्रिज बनाएर पठाएको छ भने अब त्यो इनर्जी जुन छ थट प्रोसेस अथवा जुन वेभहरू माथि आइरहेछ अनि त्यसपछि त्यो यहाँको अहिलेको इन्भाइरोमेन्ट जस्तो पानी अब फ्रिजरमा पानी राखेर इलेक्ट्रिसिटी अन गर्यो फ्रिजर त्यो भने के हुन्छ त अनि त्यही पानी त्यही इलेक्ट्रिसिटी तर फ्रिजरमा राखेको कारणले गर्दा आइस भन्छ। अब हाम्रो जन्मदाको साइद भनेको पनि हामी कोही केटल बन्यौँ, कोही ओभन बन्यौँ, कोही फ्रिजर बन्यौँ। अनि यदि म केटल बनेरै जन्मेको छु भने मैले फ्रिजरले चाहिने पानीलाई आइस बनायो, मैले चाहिँ किन उमाल्नु पर्ने सधैँ भनेर म चाहिँ पिर गर्न थालेँ भने त्यो काहीँ हुन्छ र? हुँदैन। त्यो किनभने हामी बन्दैमा जन्मिँदैमा हाम्रो एउटा युनिकनेस हामीमा छ भन्ने कुरा चाहिँ हाम्रो शरीरकै बनावटबाट हामी देख्छौँ। किन? जस्तो ड्याडी र मम्मीको ग्यामेट्स मिलेर अनि हाम्रो एउटा जाइगोट फर्मेसन भयो र जाइगोट एउटा सेलबाट त्यो डिभाइड भएर अनि विभिन्न अङ्गहरू बनेको छ। भित्रको अङ्गको कुरा छोड्थ्यौँ, बाहिर देखिने अङ्ग नै एउटै सेल डिभाइड भएर अनि हाम्रो आँखा, नाक, मुख, कान, हात, खुट्टा, शरीर छ, टाउको, यो त देखिने हो। अनि यसमा आँखाले हेर्ने काम गर्छ भने मुखले बोल्ने काम गर्छ, कानले सुन्ने काम गर्छ भने नाकले सुँघ्ने काम गर्छ। तर मेरो नाकले सुँघ्ने काम गर्दैन, किनभने अब त्यो फेरि भनेको अर्थ चाहिँ बाहिर नाक त छ नि, तर त्यसको के त भन्दाखेरि कनेक्सनभित्र ब्रेन सबै कुरा हाम्रो शरीर बाहिर देखिने मन, भित्रको मन, अब त्यो विभिन्न कुराहरू छ। भन्नु मतलब हामीले साधारण रूपमा हेर्दैमा एउटा मनले त सोचेको हो भन्छ तर अर्को मनले होइन भनेपछि हामी भित्रै कन्फ्लिक्ट भनेपछि 2-3वटा त्यस माइन्ड, बडी एन्ड सोल छ भन्ने कुरा त यसैबाट पनि हाम्रै बडीबाट पनि हामीले देख्न सक्छौँ। भने इम्पोर्टेन्ट कुरा के त भन्दा हाम्रो माइन्डले कसरी सोच्छ, के सोच्छ भन्ने कुरा कसरी सोच्छ त भन्दा एउटा नेचर भयो, अर्को नर्चर, हामीले के कुरा देखेको छौँ, के कुरा हेरेको छौँ, के कुरा सुनेको छौँ, हाम्रो साथी सङ्गति कस्तो छ, उनीहरूको व्यवहार कस्तो छ, के कुरामा हामीले फोकस गरेका छौँ। अनि त्यही कुरा हुँदै हुँदै जाँदाखेरि हामीले के गर्छौँ, भोलि गएर त्यही नै हामीले गर्न सुरु गर्छौँ, हामी त्यही नै भन्छौँ। अब त्यो भनाइ नै छ नि, जस्तो रत्नाकर डाकु चाहिँ नि पछि गएर वाल्मिकी भनेको पहिला डाकुको सङ्गत थियो, डाकु डकैत गर्न गयो, अनि पछि वातावरण चेन्ज भयो, ऋषिमुनिको सङ्गत भयो, रामको शरण पर्न पाइयो, रामायण रच्यो। भने त्यो हामी सबै मान्छेमा त्यो क्षमता छ। अर्काले के गर्यो, कसले के भन्यो भन्ने कुरालाई चाहिँ हामीले त्यसको पछि लाग्नुभन्दा आकाश खसेको, अरूले त भन्छ नि त्यो के भन्छ नखटुवा गाउँ भन्ने एउटा चर्चित उखान पनि थियो क्या। नखटुवा गाउँको उखान के हो त? त्यो पनि वास्तवमा भन्ने हो भने एउटा इन्भाइरोमेन्टल इफेक्ट भने कसरी हुन्छ, कसरी चाहिने मान्छेले आफ्नो लाज छोप्नको लागि अरूलाई पनि आफैतिर तानेर अनि समाजमा चाहिँ के हुन्छ सबैले गरेपछि अनि नर्मल हुन्छ भन्ने कुरा चाहिँ नै देखाउन खोजेको छ त्यस कथामा। कसरी भन्दाखेरि एउटा मान्छे जन्मिँदाखेरि नाक नभएको जन्मियो, अनि त्यो सबैले उसलाई चाहिँ के भन्न थाल्यो, नखटुवा 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 भनेर। अनि गरेपछि उसले के भन्यो त भन्दा, हे आहा कस्तो राम्रो परीहरू नाचिरहेको स्वर्गमा देवता, मैले त माथि हेरेर म स्वर्ग देख्छु, मैले त स्वर्ग देखेको छु, आहा यति राम्रो स्वर्ग। अनि माथि सबैले हेर्छ आकाशमा, कहाँ छ स्वर्ग, देख्दिनँ म भन्छ है। अनि भनेपछि अनि तिम्रो त नाक छ त, अनि मेरो दुईवटा आँखाको ज्योति माथि हेर्दा दुईवटा आँखाको ज्योति जोडिन्छ, अनि मैले भगवान्लाई यसरी देख्छु, आहा स्वर्गमा कति राम्रो छ। ओहो, अनि एउटाले नाक काट्छ, जङ्गलमा लिएर गएर एउटा विधि पुर्याएर नाक काट्नुपर्छ, नाक काट्दाखेरि त्यस्तै काटेर हुँदैन भन्छ। अनि उसलाई लिएर जान्छ, लिएर जङ्गलमा एक्लै जानुपर्छ भनेर
अनि लिएर जान्छ, एक्लै लिएर गएर अनि उसको नाक काटिदिन्छ। अनि नाक काटेर अनि ल माथि हेर्छु, अनि मैले केही पनि देखिनँ, खाली खुल्ला आकाश छ। त्यसो नभन्, भोलि तँलाई पनि मलाई जस्तै गरेर नकटुवा भन्छ, देखेँ भन्। अनि भनेछु हो, मान्छेको अगाडि त बेइज्जत हुन्छ, मैले त देखेँ भन्नुपर्छ यो कुरा भनेर। अनि समाजमा जान्छ र भन्छ के भने, ओहो यति राम्रो, ओहो मैले त सबै भगवान्लाई देख्छु यस्तो छ। अनि त्यसपछि ल म पनि काट्छु अब नाक भनेर भन्छ है अर्कोले। अनि अर्कोले होइन, नाक काट्दाखेरि त्यसै काटेर हुँदैन, विधि पुर्याउनुपर्छ भनेर। अनि त्यसपछि विधि जानेको मान्छेको पछि लाग्छ अनि एक्लै। अनि त्यसपछि जङ्गलमा गएपछि अनि उसको पनि नाक काटिन्छ। अनि नाक काटेपछि फेरि नाक काटिएपछि ऊ पनि माथि हेर्छ। अनि माथि हेरेर भन्छ, अनि के भन्छ त भन्दाखेरि, छैन, मैले के पनि छैन त, खुल्ला आकाश। त्यसो नभन्, तँलाई पनि हामीलाई जस्तै नकटुवा भन्छ फेरि। अनि जान्छ, ए 3वटा नकटुवा आयो भनेर सबैले उ गर्छ, त्यो त नकटुवा हो त्यो भनेर। अनि त माथि हेर्छ, अनि 3जनाले आहा यस्तो राम्रो चाहिँ नि भगवान्हरू चाहिँ नि, यस्तो स्वर्गमा अप्सराहरू नाचेको यस्तो राम्रो, आहा कति सुन्दर दृश्य भनेर उनीहरू त एकदम मग्न है। अनि 1जना होइन 2जना होइन 3जना भनेपछि त अनि अर्को पनि जान्छ 4जना, भर्को पनि जान्छ 5जना। अनि सबैलाई चाहिँ नि नाक काट्दै देखिन भनेपछि तँलाई नकटुवा भन्छ, तैँले पनि देखेस् भनेर भनेपछि अनि सबै चाहिँ नि गाउँै नकटुवा भयो। किनभने सबैले के गरे त, 1जना होइन 2जना होइन, म 2जनाले भनेपछि विश्वास, 3जना 4जना, त्यत्रो गाउँले भनेको छ विश्वास नगरी हुन्छ। अनि देख्दैन है यो नकटुवा भनेर चाहिँ नि नाक काटेर काहीँ स्वर्ग देखिन्छ भनेर मान्छेले चाहिँ नि डाउट गर्यो भने, त्यत्रो मान्छेले भनिरहेछ भनेदेखि अनि भनेको नपत्याउनु भनेर अनि आफ्नै मान्छेलाई पनि विश्वास नगर्ने। अनि गएर सबै चाहिँ नि एकदम हो राम्रो छ, देखेँ स्वर्गै देखेँ भनेपछि अनि मान्छेले चाहिँ नि के गर्छ त, अनि खाल्डोमा त्यो इन्भाइरोमेन्टल इफेक्ट भनेको त्यही हो। र अहिले चाहिँ नि विभिन्न विश्व भनेर यो गुगल र अनि त्यो एआईको जमानाले गर्दा ग्लोबल भिलेज भनिसक्यो। र अनि मान्छेले किन देख्दैन अझै पनि के भन्ने, यहाँ त यस्तो छ, वहाँ त यहाँ र वहाँ होइन, सारा संसारमा अहिले मान्छेको मनमै के त भन्दाखेरि त्यो आसक्तिको अर्थ के भने आउन त सक्छ जान सक्दैन। मलाई पनि आसक्ति आएको थियो जमानामा र अहिले पनि छ, मान्छे हुँ होइन। आसक्तिलाई फाल्न सक्यो भनेदेखि त मान्छे त इन्लाइटन भइहाल्यो नि, त्यो भिन्दै कुरा हो। तर जुन बेला चाहिँ मान्छेलाई यो जुन मायामा भ्रममा यो चाहिँ नि यो त मृग तृष्णा जस्तै हो नि यो संसार होइन। अनि यो मृग तृष्णाको संसारमा मान्छे जब चाहिँ नि म यो पनि म गर्छु ऊ पनि म गर्छु भन्न थालेपछि अनि मान्छे कहाँ हुन्छ त, अब जहाँ तहीँ फेरि त्यहाँ एकदम खाडल खनेको के भने स्वम्प दलदल, त्यहाँ दलदलमा पसिसकेपछि दलदलमा पसिन्छ। अनि दलदलमा पसेपछि को निस्किन सक्छ, दलदल छ भनेर जानिसकेपछि सबैले भनिसकेपछि अनि आफैले चाहिँ नि के त भन्दा माथि एउटा चट्टानमा बसेर अनि तल त्यो दलदलमा हेरेर त्यहाँ चाहिँ नि दलदलमा जुन प्राणीहरू खेलिरहेछन् भइरहेछन् त्यसैमा ल ठिक छ ल उनीहरू इन्जोय नै गरून् भन्ने हो। तर त्यो दलदलमा आफै गएर फस्यो भने चाहिँ अनि त्यो माथि गएर चट्टानमा डाँडामा बसेर कहिले पनि हेर्न चाहिँ पाउन सक्दैन। किनभने दलदलमा बसेकोले छ दलदलमै आहा यस्तो मजा छ पनि भन्न सक्छ, तर छैन। संसार एउटा दलदल हो र यस दलदलबाट निस्किनको लागि घर छोड्नु नि पर्दैन, परिवार छोड्नु नि पर्दैन, संसार आफैभित्र छ। मन वचन र कर्मले आफ्नो अगाडि जे छ त्योलाई धर्म मानेर अनि काम गरेपछि अहिले संसार हेर्नलाई चाहिँ के भन्छ गुगल छ। मैले त एउटा के भने अहिले त अब भनौँ न बढी एउटा मेरो पनि एउटा प्लान त थियो पहिला, जुन आसक्तिको उसमा जब शरीरमा शक्ति थियो त्यति बेला चाहिँ नि वर्ल्ड टुर गर्छु, 25 डिभाइड गरेको थिएँ, 25 पढ्ने सिक्ने, 25 पढाउने काम गर्ने, 50 भयो। 50 वर्षपछि हल्ला गर्ने संसारभरि गएर होइन। तर
यो फिजिकली संसारभरि जान नसके पनि अब युट्युब आयो, अब शरीर चाहिँ स्वस्थ भयो भने संसारभरि जान कसले रोक्छ र, होइन र? यति भन्दै सबैमा शुभ दिन, नमस्कार, शुभकामना।